क्वेसन र धेरै खतरा क्वेसन है त। लास्ट र खतरा क्वेसन ल हेर के भनेको छ 100 ml अफ ग्यासेस हाइड्रोकार्बन कन्ज्युम गर्यो 300 ml अफ अक्सिजन फर कम्प्लिट कम्बसन द हाइड्रोकार्बन इज हाइड्रोकार्बन भनेर सोधिरहेछ ल 100 ml कति चाहिन्छ 300 ml अक्सिजन है त। अब हामीलाई हाइड्रोकार्बन निकाल्नु पर्यो। यस्तो क्वेसनहरु आयो भने हैन यसरी गिभन डाटा दिएको रहेछ अरु केही दिएको छैन भने हैन आयो भने के गर्ने एउटा जनरल फर्मुला लेखिदिरहेछु त्यो जनरल फर्मुला चाहिँ याद गरेर है त है ल के हो जनरल फर्मुला भन्दाखेरि त यस्तो लागि हैन जनरल फर्मुला भन्छ त मानौँ हाइड्रोकार्बन छ CXHY यसको कम्बसन गर्यो केसँग अक्सिजनसँग यसको X + Y/4 मोल यो याद गरिहाल्ने यति O2 कम्बसन भयो भने XCO2 + Y/2H2O यो फर्म हुन्छ यो चाहिँ घोकिहाल्ने यो चाहिँ के भने घोकिहाल्ने CXHY + X + Y/4 O2 ले के दिन्छ XCO2 Y/2 हामीलाई यसमा X र Y चाहियो X = what Y = what अब हेर हैन के भनेको छ 100 ml ल हेर 100 ml हैन के भनेको छ 100 ml 100 ml लाई हैन 100 ml लाई कति चाहिन्छ अक्सिजन 300 ml अक्सिजन चाहिन्छ 100 ml कति 300 ml दैट इज 1 ml लाई कति चाहियो 3 ml चाहियो यो दैट इज हैन दैट इज टाउकोमा के स्ट्राइक हुनु पर्यो यो 3 ml भनेको यो हो कि नै भन दैट इज X + Y/4 = 3 आउनु पर्यो कि नै भन हो कि नै यो आउनु पर्यो कि नै X + Y = के आउनु पर्यो 3 आउनु पर्यो अनि त हामी भन्छौं कि यो X + यो यति भनेको 3 मोल यहाँ 3 मोल कसरी लेखिन्छ 3 ml कसरी लेखिन्छ यहाँ कोएफिसिएन्ट जति हुन्छ त्यति ml लेख्छौं हामी ल अफ ग्यासेस भोल्युमबाट यो 1 छ भने त हामी 1 ml लेख्छौं यो X छ भने त हामी X ml भन्छौं यो Y/2 भने त Y/2 ml त जुन कन्डिसनले सेटिस्फाई गर्छ हैन जसले सेटिस्फाई गर्छ त्यो हाम्रो आन्सर हुन जान्छ ल यहाँ पुट गरौँ यहाँ कति पुट गरौँ ल X = 2 पुट गरौँ त 2 + Y = 4 4/4 = 3 यहाँ कति आयो 3 = 3 3 = 3 देयरफोर हैन द हाइड्रोकार्बन इज देयरफोर द हाइड्रोकार्बन इज के C2H4 के रे C2H4 अर्को पनि राखेर हेर्दा हुन्छ कुनै सेटिस्फाई गर्दैन हैन जसले सेटिस्फाई गर्छ त्यसले के पाउँछ अप्सन त्यही अप्सन के जान्छ राइट अप्सन हुन जान्छ हो कि नै सेटिस्फाई कसले गर्यो हेर त यो भयो X X = कति पुट गर्यो हामीले X = 2 Y = 4 पुट गर्यो हो कि नै त सेटिस्फाई भयो 3 = 3 सो द हाइड्रोकार्बन इज के C2H4 है त ल हाम्रो हैन मोल कन्सेप्टमा भनेको यति थियो है त लगभग हैन चाहिने कुरा जे जति हुन्छ हाम्रो हैन हामीलाई जति जति चाहिने कुरा हुन्छ